एकछिन है भाटबटिनी सुपर मार्केटमा अहिलेसम्मको स्थितिमा हेर्दाखेरि आई लभ भाटबटिनी सुपर मार्केट नाउ राइट नाउ यो इमोसन, यो सेन्सेसन, यो केयर, यो रियल फिलिङ अफ भाटबटिनी सुपर मार्केट अहिले सबै नेपालीको मनमा रियल भएको छ। रियल त्यो फिलिङ अफ त्यो हुन्छ नि, त्यो एउटा सेम्प्याथी, त्यसलाई सेम्प्याथी भन्छ होइन। जहिले पनि फर्केर हेर्नु भने जुनै पनि आन्दोलन भाटबटिनी तोडिएको फोडिएको सेन्सेसनहरू हामीसँग अलरेडी छ। समवेयर त्यहाँ दया छ, अनि त्यो दया अहिले आएर एक्सट्रिम भयो, एक्सट्रिम। अब भाटबटिनीले भन्छ आई विल रेज ओन्ली भाटबटिनी क्यान रेज स्ट्रेट अप, भेरी भेरी स्ट्रेट अप। त्यति इमोसन छ भाटबटिनीसँग अहिले मान्छेको होइन। सबै गलतफहमीहरू त्यो इमोसनले कभर गरिदिइसक्यो। नाउ भाटबटिनी विल ग्रो, देयर इज नो डाउट। अहिले 12-15वटा, त्यसपछि 20-25वटा, द होल नेपाल विल बी भाटबटिनीमय। अब इन्टरनेसनल पनि हुन्छ भाटबटिनी। द्याट इज वाट आई थिङ्क। एकैछिनै पक्नु है, मलाई तुरुन्तै यस्तो स्थितिमा के आयो फ्ल्याट्टै भनिदिइहाल्छु। भाटबटिनी सुपर मार्केट अहिले मलाई यस्तो लाग्छ विल ग्रो टु एन एक्सटेन्ट द्याट भाटबटिनीले कहिले इमेजिनै गर्न सकेको थिएन। किन? बिकज हाम्रो सिम्पेथीमा भाटबटिनी किन छ भने जहिले पनि भाटबटिनी जलेको, तोडिएको, चोरिएको देखिन्छ। सबै आन्दोलनमा पछि फर्किनु भयो भने सधैँ सानो ठुलो सबै खालको। अब हामीसँग यति सिम्प्याथी छ कि त्यो सिम्प्याथीको कारणले भाटबटिनीले यति फाइदा हुन्छ भाटबटिनीलाई। भाटबटिनी विल ग्रो 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 एन्ड ओन्ली ग्रो। देयर इज नो लिमिट टु भाटबटिनी बिकज द पावर अफ युर सिम्प्याथी इज द सोर्स अफ चेन्ज।